हेलो गाइज। आज चाहिँ म पानीपुरी बनाउन गइरहेको छु। आजको हाम्रो प्लान चाहिँ खासमा के थियो भन्दाखेरि परौठा बनाउनु थियो र त्यसको लागि चाहिँ मैले परौठाको सामानहरू सबै तयार गरिसकेको थिएँ। तर फेरि मन बदलियो र अब चाहिँ हामी पानीपुरी खाने दिदीबहिनी मिलेर। पानीपुरीको लागि चाहिँ मैले सामानहरू ठिक पारिसकेको छु। यो यो चाहिँ खासमा मैले परौठाको लागि ठिक पारेको सामान हो। तर अब चाहिँ म पानीपुरीको फिलिङ बनाउनको लागि गइरहेको छु र अब म यसलाई यो आलुलाई चाहिँ एउटा बटुकामा हाल्छु र यो आलुमा चाहिँ म थोरै प्याज हाल्छु, त्यसपछि खुर्सानी हाल्छु, धेर हुन्छ कि के। त्यसपछि थोरै धनियाँ हाल्छु। यसमा चाहिँ मैले पानीपुरीको मसला अनि बिरे नुन र अलिकति खाना नुन हालेको छु अनि कागती पनि हालेको छु स्वाद अनुसार। पानी फिलिङ एन्ड पानीपुरी यो हाल्छु म चाहिँ। ये ले, मेरे मुंह में पानी पूरी, तुम्हारे मुंह में सिर्फ पानी।